आज हामी कुरा गर्दैछौँ एउटा अद्भुत यात्राको, मानव इतिहासको सबैभन्दा ठुलो सपना, आकाशमा उड्ने। मानिसले प्राचीन कालदेखि चराहरूलाई हेरेर सोच्थे, उनीहरू जस्तै उड्न पाए हुन्थ्यो। ग्रिक मिथक इकारस र डिडालसको कथा प्रसिद्ध छ, जहाँ उनीहरू पखेटा बनाएर उड्ने प्रयास गर्छन्, तर त्यो केवल कल्पना थियो। चीनमा करिब ईसापूर्व 400 वर्षअघि बाँसबाट बनेका चङ्गाहरू उडाउन थालिएको पाइन्छ। त्यो मानव उडानको सबैभन्दा पुरानो प्रयोग थियो। वास्तविक उडानको प्रयास चाहिँ 15औं शताब्दीमा लियोनार्दो दा भिन्सीले गरे। उनी फ्लाइङ मेसिनको डिजाइनहरू बनाए। उनले चराको पखेटा अध्ययन गरेर मानव उडानको वैज्ञानिक आधार खोजे। यद्यपि उनका यन्त्रहरू उड्न सकेनन्, तर उनको कल्पनाले भविष्यका आविष्कारकहरूलाई प्रेरणा दियो। सन् 1783 मा फ्रान्सका मोन्टगोल्फिए भाइहरूले पहिलो पटक तातो हावाको बेलुन, हट एयर बेलुन आकाशमा उडाए। त्यो इतिहासको पहिलो सफल मानव उडान थियो, तर त्यो बेलुन हावाको दिशामा मात्र निर्भर हुन्थ्यो। मानिसले नियन्त्रण गर्न सक्दैनथ्यो, तर त्यसले एक कुरा प्रमाणित गर्यो, मानव आकाशमा उड्न सक्छ। 19औं शताब्दीमा धेरै आविष्कारकहरूले विभिन्न ग्लाइडर र एयरसिप बनाउने प्रयास गरे, तर सबैभन्दा ठुलो सफलता आयो राइट भाइहरू ओर्भिल र विल्बरबाट। सन् 1903 डिसेम्बर 17 मा अमेरिकाको किट्टी हकमा उनीहरूले फ्लायर नामको विमान उडाए, जसले 12 सेकेन्डमा 36 मिटर उड्यो। यही थियो मानव इतिहासको पहिलो नियन्त्रणयोग्य इन्जिन चल्ने उडान। पहिलो विश्वयुद्ध 1914 देखि 1918 को समयमा विमानहरू सैनिक प्रयोजनका लागि प्रयोग हुन थाले। त्यो समयमा विमानहरू काठका बनाइन्थे, तर युद्धले प्राविधिक विकासलाई तीव्र बनायो। इन्जिन बलियो बने, गति बढ्यो र पाइलटहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण भयो। छोटो दूरी, कम उचाइ र साना इन्जिनका ती विमानहरूले वायुयुद्धको नयाँ अध्याय सुरु गरे। दोस्रो विश्वयुद्ध 1939 देखि 1945 सम्म आइपुग्दा जेट इन्जिन विकसित भयो। तेज गति र ठूलो उचाइमा उड्ने क्षमता भएका विमानहरूले युद्धको दिशा नै परिवर्तन गरिदिए। जर्मनी र बेलायतले पहिलो जेट बनाए। युद्धपछि विमान शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग हुन थाले। सन् 1950 को दशकसम्म आइपुग्दा व्यावसायिक उडान पनि सुरु भयो। बोइङ, डोग्लस, लोकहिड जस्ता कम्पनीहरूले यात्रु बोक्ने ठूला विमान बनाए। हवाई यात्रा केवल सैनिक वा धनीहरूका लागि होइन, सामान्य जनताको लागि पनि सम्भव बन्यो। विश्व अझ नजिक आयो, संस्कृतिहरू जोडिए। आज विमानहरू अत्यन्त सुरक्षित, तीव्र र आरामदायी छन्। वाणिज्यिक विमानहरू 10-12 किलोमिटरको उचाइमा उड्छन् र एकपटक सयौं यात्रु बोक्छन्। इलेक्ट्रिक र इन्धन दुवै मिश्रित विमानहरू विकास हुँदैछन्। आधुनिक जेट र सुपरसोनिक विमान र इलेक्ट्रिक प्लेनहरू इन्धन कम खर्च गर्ने र वातावरण मैत्री बन्दै गएका छन्। कम्प्युटर प्रणालीले पाइलटको सहायतामा सयौं यात्रु सुरक्षित रूपमा यात्रा गर्छन्। मानवको उड्ने सपना हजारौं वर्ष पुरानो थियो र अब मानिसको लक्ष्य आकाश पार गरेर अन्तरिक्षमा यात्रा गर्ने भएको छ। नासा, स्पेसएक्स, ब्लू ओरिजिन जस्ता संस्थाहरूले मानवलाई चन्द्रमा र मङ्गलसम्म पुर्याउने तयारी गरिरहेका छन्। सपना, विज्ञान र साहस, यी तीनै कुराले विमान चालनको इतिहास लेखे। यदि तपाईलाई यो भिडियो रोचक लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।